हामी जन्मिँदाखेरि प्रधानमन्त्री भएका मान्छेहरू फेरि अहिले पनि प्रधानमन्त्रीको लाइनमा छन्। यो कहिलेसम्म हुने हो? एक कक्षा फेल भयो भने त दोस्रो कक्षा जान पाइँदैन थियो स्कुलतिर। यहाँ त 5-5 पटक 6-6 पटक फेल भयो भने फेरि प्रधानमन्त्रीको लाइनमा लाग्नुपर्ने। यो देशमा कर्मचारी सुरक्षित छैन, सुरक्षाकर्मी सुरक्षित छैन, पत्रकार सुरक्षित छैन, स्वास्थ्यकर्मी सुरक्षित छैन, शिक्षक सुरक्षित छैन, युवाहरू सुरक्षित छैनन्, कलाकार सुरक्षित छैनन्, उद्योग व्यवसाय सुरक्षित छैन। सुरक्षित सिर्फ माफिया र बिचौला मात्र सुरक्षित छैन। जन्मदेखि मृत्युसम्म करै कर तिरेको छ। न शिक्षा दिएको छ, न स्वास्थ्य दिएको छ, न रोजगारी दिएको छ। बत्ती निशुल्क दिन्छौँ हामी, पानी निशुल्क दिइराखेका छौँ, बाटो गतिलो दिएका छौँ। यो देश केही भएको छैन, ढलमल पनि भएको छैन। यो राजावादीले मात्र विरोध गरे या गजब छ भन्ने कारण के हो थाहा छ हजुरहरूलाई? जम्मा यही हो सम्माननीय सभामुखज्यू। 14 खरब 45 अर्ब 32 करोड रुपियाँ चाहिँ तपाईँको विदेशमा काम गरेका, दुबई, कतार, मलेसियामा काम गरेका दाजुभाइको रगत र पसिनाबाट पैसा आएको छ। त्यो पैसा रोकियोस् न, 1 महिना पनि यो देश चल्दैन। शिक्षा नीतिहरू बिल्कुलै घोकन्ते र रटन्ते मात्रै भयो, ढुङ्गा हान्ने मात्र भयो भन्ने कुरा हामीले बुझ्नुपर्छ कि पर्दैन? पार्टीका कार्यकर्ताले किसान नभएका मान्छेले कृषि अनुदान लिने, देश टाट पल्टाउने, यसलाई रोक्नुपर्छ। अब कृषि अनुदान भन्दा पनि किसानको उत्पादनलाई सरकारले किन्ने भनेर नीति चाहिँ किन ल्याउन सक्दैन सरकार? राजस्वबाट जनताले तिरेको करबाट अझै 2 खरब 47 अर्ब 54 करोड रुपियाँ चाहिँ प्रशासनिक खर्च गर्न पुग्दैन अनि यस्तो किसिमको सिस्टम पालेर अनि जनतालाई कर तिराएर जनताले तिरेको कर त अझै 2 खरब पुग्दैन। तपाईहरु यहाँको सांसद मन्त्री यो प्रशासन खर्च चलाउनका लागि यस्तो व्यवस्थाले देश बन्दैन। तपाई हामी सबै सांसदले नै यो देश बनाउने हो। व्यवस्थामा सुधार गरौं, अवस्थामा सुधार गरौं, तब मुलुक बन्छ। तर यो नीति तथा कार्यक्रममा आएन एउटा कुरा। अहिले व्यापार घाटा कति सेक्सन गरेर पल्टाएर हेर्नुस् त, कहीँ आयो व्यापार घाटा कसरी नियन्त्रण गर्ने भनेर? 14 खरब 40 अर्ब रुपियाँ व्यापार घाटा छ। हुँदा हुँदा टाढा त जानु पर्दैन। नेपालले 170 वटा देशसँग व्यापार गर्छ, 132 वटा देशसँग हाम्रो व्यापार घाटा छ। अहिले टाढा होइन, यही हाम्रो छिमेकी सानो देश भनेर तपाईहरुले भन्नुहुन्छ भुटान, भुटानसँग सम्म हाम्रो 1 अर्ब व्यापार घाटा छ। अहिले जसले पनि यहाँ भन्नुहुन्छ इथियोपिया जस्तो देशसँग हाम्रो 28 करोडको व्यापार घाटा छ। अनि यो कुरालाई नियन्त्रण गर्नुपर्छ भनेर नीति तथा कार्यक्रममा आएन। अनि जनताले चाहिँ कर केका लागि तिर्ने? अब ऋण ल्याई गर्नुपर्ने। अब मभन्दा अगाडि तपाईहरु सांसद हुनुभएको 74 सालमा हाम्रो सार्वजनिक ऋण कति थियो? 8 खरब थियो भरि गरे। तपाईहरुले संघीयता र यो के प्रदेश लागू गरेपछि आज कति पुग्यो? 26 खरब 11 अर्ब 6 करोड आजको साथमा। अनि यो पैसा कसले दिन्छ? यही जनताको करबाट जाने होइन। ऋण ल्याउँदै अनि यहाँ भएभरका नेता र छोटे नेताहरू पाल्दै गर्ने भने त देश त उद्योगतितिर लाग्ला नि त। देशको अवस्था त्यस्तो। अर्को होइन, पेट्रोलियम पदार्थमा कति गयो पैसा? 3 खरब 54 करोड 40 लाख रुपियाँ गयो। कमसेकम विद्युतीय गाडी चलाउनुपर्छ भन्दाखेरि कुलमान घिसिङलाई सम्म हटाउन पछाडि पर्नु